नेपालीहरूको महान चाड बडा दशैं वा विजयादशमीसँग दुईवटा मुख्य प्रचलित पौराणिक कथाहरू जोडिएका छन्। दुवै कथाले असत्यमाथि सत्यको विजय र दुर्गा भवानीको महत्त्वलाई दर्शाउँछन्। 1. दुर्गा भवानी र महिषासुरको कथा। यो कथा दशैंको पहिलो 9 दिन अर्थात् नवरात्रसँग विशेष रूपमा जोडिएको छ। कथा प्राचीन कालमा महिषासुर नामको एक शक्तिशाली राक्षस थियो। उसले कठोर तपस्या गरी ब्रह्माजीबाट यस्तो वरदान पायो कि उसलाई देवता वा दानव कसैले पनि मार्न सक्दैन। वरदान पाएपछि महिषासुर अहंकारी बन्यो र तीनै लोक स्वर्ग, पृथ्वी र पातालमा आतंक मच्चाउन थाल्यो। उसले स्वर्गमा समेत हमला गर्यो र देवताहरूलाई पराजित गरी इन्द्रको आसन हड्प्यो। विजय। महिषासुरको अत्याचारबाट मुक्ति पाउन देवताहरूले सामूहिक रूपमा शक्तिको आह्वान गरे। सबै देवताहरूको तेजबाट दुर्गा भवानीको उत्पत्ति भयो। दुर्गा भवानीलाई प्रत्येक देवताले आफ्नो विशेष हतियार दिए। महिषासुरसँग उनको भयंकर युद्ध भयो जुन 9 दिनसम्म चल्यो। विजयादशमी। 10औं दिन अर्थात् विजयादशमीका दिन दुर्गा भवानीले महिषासुरको वध गरी लोकलाई उसको अत्याचारबाट मुक्त गरिन्। यसरी यो दिनलाई दुर्गाको विजय र संसारमा शान्ति स्थापना भएको दिनको रूपमा मनाइन्छ। 2. भगवान रामचन्द्र र रावणको कथा। यो कथा पनि दशैंको 10औं दिन विजयादशमीसँग जोडिएको छ। कथा रामायण अनुसार लंकाका परम विद्वान र शक्तिशाली राजा रावणले भगवान रामचन्द्रकी पत्नी सीताको हरण गरेर लगेका थिए। सीतालाई फर्काउन र रावणको अन्यायको अन्त्य गर्न रामचन्द्रले हनुमान, सुग्रीव लगायत बाँदर सेनाको सहयोगमा लंकामाथि चढाई गरे। युद्ध र विजय। भगवान राम र रावणको सेनाबीच भयंकर युद्ध भयो। यो युद्ध चलेकै बेला रामले भगवती दुर्गाको आराधना गरेका थिए। अन्ततः विजयादशमीका दिन रामचन्द्रले रावणको वध गरेर धर्मको रक्षा गरे र सीतालाई फिर्ता ल्याए। महत्त्व। यस कथालाई असत्यमाथि सत्यको, अन्यायमाथि न्यायको र अधर्ममाथि धर्मको विजयको प्रतीकको रूपमा लिइन्छ। यी दुवै कथाले दशैंको उत्सवलाई वीरता, शक्ति र धर्मको विजयको पर्वको रूपमा परिभाषित गर्दछन्। यसैले विजयादशमीको दिन टीका र जमरा लगाएर मान्यजनबाट शक्ति र आशीर्वाद ग्रहण गरिन्छ।